नमस्कार साथीहरू। आजको भिडियोमा हामी हेर्दैछौँ नेपालका अग्रणी एकदिवसीय अन्तर्राष्ट्रिय रन स्कोररको बारेमा। ती खेलाडीहरू जसले नेपाली क्रिकेटलाई बलियो बनाउँदै आएका छन्। सुरुवात गरौँ नेपालका कप्तान रोहित कुमार पौडेलबाट। सन् 2018 देखि 2025 सम्म उनले 70 म्याच खेल्दै 66 इनिङमा 1813 रन बनाएका छन्। उनको उच्चतम स्कोर 126 रन हो। औसत स्कोर 29 र स्ट्राइक रेट 75 को हाराहारीमा छ। उनले 1 शतक र 11 अर्धशतक बनाइसकेका छन्। दोस्रो नम्बरमा छन् आसिफ शेख। उनले 58 म्याचमा 1561 रन बनाएका छन्। औसत 29 र स्ट्राइक रेट करिब 76 रहेको छ। 1 शतक र 13 अर्धशतक सहित उनले 184 वटा चौका र 15 छक्का प्रहार गरेका छन्। तेस्रो स्थानमा कुशल बुर्तेल, जसको 59 म्याचमा 1363 रन छ। उनले 1 शतक र 9 अर्धशतक बनाएका छन्। स्ट्राइक रेट करिब 81 रहेको छ, जुन पावर प्लेमा आक्रामक सुरुवातका लागि महत्त्वपूर्ण साबित भएको छ। त्यसपछि छन् आरिफ शेख। आरिफ शेख, जो आइसम्यानको उपनामले पनि चिनिने गर्छन्, उनी एक स्थिर मध्यक्रमका खेलाडी हुन्। उनले 50 इनिङमा 1203 रन बनाएका छन्, त्यसमा 8 अर्धशतक सहित। अर्का युवा खेलाडी दिपेन्द्र सिंह ऐरी, जो टाइगरको उपनामले चिनिने गर्छन्, उनको पनि योगदान महत्त्वपूर्ण छ। 65 म्याचमा 994 रन बनाएका छन् र एक उत्कृष्ट शतक सहित। त्यसपछि आउँछन् ज्ञानेन्द्र मल्ल, पूर्व कप्तान। उनले 876 रन बनाएका छन्। उनी नेपालको सुरुवाती ओडिआई यात्रामा एक भरपर्दो ब्याट्सम्यान थिए। त्यसैगरी युवा पुस्ताबाट कुशल मल्ल, जसको स्ट्राइक रेट 89 छ र उनले 35 इनिङमा 768 रन बनाएका छन्। 43 छक्का प्रहार गर्दै उनी आक्रामक खेलको प्रतीक बनेका छन्। भीम सार्कीको प्रदर्शन पनि निकै सन्तुलित छ। 27 इनिङमा 754 रन, औसत 31 रहेको छ। त्यस्तै गुलसन झा, सोमपाल कामी, करण केसी र सन्दीप लामिछाने जस्ता अलराउन्डरहरूले पनि कहिलेकाहीँ ब्याटले योगदान दिँदै आएका छन्। पुराना लेजेन्ड पारस खड्काले पनि 10 म्याचमा 315 रन बनाएका थिए। उनको उच्चतम स्कोर 115 हो, जुन नेपालको प्रारम्भिक ओडिआई यात्रामा प्रेरणादायी बनेको थियो। निष्कर्षमा, यी सबै खेलाडीहरूको योगदानले गर्दा नै आज नेपाली क्रिकेट यो उचाइमा पुगेको छ। तपाईलाई कुन खेलाडीको इनिङ सबैभन्दा मन पर्छ? कमेन्टमा लेख्नुहोस् र भिडियो मन परेमा लाइक र सब्स्क्राइब गर्न नबिर्सिनुहोला। धन्यवाद।